What's up everyone हैन अनि स्वागत छ आजको नयाँ ब्लगमा मसँग छ सुजन ब्रो हेलो अनि हामी चाहिँ आज रनिङको लागि जाँदै छौं एभ्री वीक हामी चाहिँ सन्डे चाहिँ रनिङ जाने भनेर बसेको छौं हैन एभ्री वीक कति किलोमिटर 15 किलोमिटर ट्राई गर्ने हो हैन ट्राई चाहिँ एटलिस्ट केही भने टेन त हानिन्छ नि त एभ्री वीक अलिकति के इम्प्रुभमेन्ट गर्दै जानु पर्यो हैन अनि प्लान चाहिँ त्यही छ एटलिस्ट फिटनेस गोल्समा चाहिँ हामी कन्टिन्यू नै जान्छौँ हैन जान्छौँ पक्का एभ्री सन्डे 10 वर्षको कन्ट्र्याक्ट छ हाम्रो अनि त्यो चाहिँ गर्ने 5 डेज जिम 1 डे ब्याडमिन्टन 1 डे रनिङ है त मेरो चाहिँ 4 डेज जिम 2 दिन सर्फिङ 1 दिन चाहिँ रनिङ ठीक छ त एटलिस्ट केहीमा चाहिँ इन्गेज हुनु भन्नु पर्यो भन्ने कुरा हो क्या हाम्रो चाहिँ हैन हाम्रो मेन गोल चाहिँ त्यति नै हो स्टे फिट हैन अनि स्टे ट्युन है त अगाडिको लागि विल सी यु इन द रनिङ टाइम अलराइट है त हामी वार्म अप गर्छौं ठ्याक्कै ब्रिजको तलपट्टि अनि वार्म अप गरेपछि यो चाहिँ हाम्रो ब्यारोन रिभर हैन जस्ट के हो बारवन रिभर वार्म अप सकियो अब चाहिँ हामी साथी र म यसो अब रनिङमा सुरु गर्न लागिरहेको छु 15 किलोमिटर है त 1 घन्टामा अलिक थिएन नि 1.5 घन्टा अलिक फास्ट कुद्नुपर्छ भाइ पेस कस्तो हुन्छ रमाइलो ठाउँ छ कि त्यो घरमा बसेर मोबाइल हेर्नु टिभी हेर्नु हैन त नेटरी तास खेल्नु यसो हेरेर बस्नु भन्दाखेरि धेरै आनन्द आयो घर एक हान्यो होला दोस्त 2 हान्ने र हानियो 2 हान्यो 2 हानिया छैन एकछिन राख्यो सुरुमा चाहिँ 5 मिनट चाहिँ गाह्रो हो जस्तो हुने 5-10 मिनट चाहिँ तु नागेपछि चाहिँ कन्टिन्यू गर्न सकिन्छ रहेछ क्या ल है त त्यही भएर रनिङ चाहिँ गर्न सुरु गरिहालौँ है गाइजहरू 1 किलोमिटर आधा किलोमिटर टिकटक स्टोर गर्नुभन्दा हैन रिल स्टोर गर्नुभन्दा गरौँ त्यो पनि तर रनिङ गरेर आएर गरौँ हैन डेली रनिङ चाहिँ गरौँ जसरी भए पनि है त ठगी निस्क्यो है ठगी फेला परे है 15 किलोमिटर दौडिन्छु भन्थे साथी अनि 12 मिनट भएपछि त पुग्यो भन्छ फिटनेस गर्थ्यो हैन अनि हुन त म दोष दिन्न साथी घर कताबाट हो जापानी साथीको घर चाहिँ झापा हो त्यही भएर अब हुन त मैले फेरि नो अफेन्स केही भन्न खोजेँ होइन है होइन फेरि यहाँ के मान्छेले लिन्छन् होइन तर बस यो हो कि 15 किलोमिटर दौडिन्छु भन्ने मान्छे चाहिँ 12-13 मिनटमा थाक्नु भएन नि हो थाक्नु भएन कन्टिन्यू पनि कुद्न छोड्नु भएन आफूले आफूलाई खुस गरेर के पनिसमेन्ट हिजो सुतिएन होइन हिजो ढिलो सुतेको थियो क्या दोस्रो हो म चलाएर तर आउन गाह्रो हो क्या बाहिर आएपछि दौडिन्छ क्या दौडै हुन्छ हो त्यो पनि लास्ट दामी छ ल आइपुग्यो साथी दामी ठाउँ आइपुग्यो यार वर्थ इट जेस राम्रै कुदियो ल है त स्विमिङ पनि हान्दै जाउँ क्या हजुर के भन्छौ गर्छौ नि हैन म किन गरिहाल्छु नि त्यही जाउँ त डुबाउँछ डुबाउनु त किन नडुबाउने हो ओसनमा यहाँ हो यहाँ डुबाउँछ न यहाँ कहाँ उ यहीँ डुबाउँछ हो र डुबाउँछ भन्दा नि फरकै पर्दैन रे पौडी खेल्न आएपछि त खासै त अब अलिअलि मात्रै हो यसो पस्दियो नि त कडा ब्याग त छैन हो खतरा ट्याटु बवाल छ ट्याटु बवाल छ है त ल जाउँ अब हामी
हुँदा हुँदै यस्तो दिन पनि आयो ल ब्लगिङ गरेर दिन पनि आयो अचम्म ल अहिले चाहिँ माथि हामी छौँ इस्टर्न बिचमा अनि रनिङ गर्दा गर्दा यहाँ आइपुग्यो कति बेर भयो हामी हिँडेको 1 घन्टा ठ्याक्कै भयो 1 घन्टा भयो 1 घन्टा ठ्याक्कै भयो अब यहाँबाट हाम्रो फेरि फर्किनु पर्ने छ होइन त रनिङ गरेर जाउँ होला है रनिङ गर्दै नै जाने हो नि अनि यहाँ अब चाहिँ एकदम फास्ट रनिङ क्या स्प्रिन्टिङ अनि स्प्रिन्टिङ हान्नुपर्छ अनि यस्तो चाहिँ भ्यू दामी छ नि यार मौसम दामी छ हो ठिकै त है त ल है त स्टे ट्युन ती पौडी कहाँ ना होटल यत्तिको चाहिँ चाहियो है सिधै सिधै यस्तो नि दौड्यो है दौड्यो दौड्यो भित्र ओढेर टिकटक चलाएर दुनियाँ केटीहरूलाई फलो गरेर मेसेज गरेर बसेका उठ जाग केटा हो जाग लम्का है नौजवान युवा हो आफ्नो जिन्दगी आफ्नो शरीर बनाऊ आफ्नो भाग्य आफैमा छ अनि तिमीहरूकै हातमा छ फिट हौ आफू पनि इन्सपायर हौँ अरूलाई पनि इन्सपायर गरौँ कुद्न चाहिँ छोड्नु भएन है ल है आजको रनिङ पनि सिद्धियो यहीँबाट सुरु गरेको थियौँ हामी यो पुलको तलबाट हामी ठ्याक्कै यहीँ तलबाट वार्मअप गरिरहेको थियौँ अनि देख्न त देखिँदैन खासै यही ठाउँबाट सुरु गरेको थियौँ अनि यही ठाउँमा आएर सिद्ध्यौँ लगभग 15 किलोमिटर जस्तो थियो होला आज पनि अनि रमाइलो भयो होइन ट्युसडे ट्युसडे हाम्रो ब्याडमिन्टन आउँदैछ स्टे ट्युन्ड है त ओके सी यू गाइस